वेलकम टु माई न्यू ब्लग। आजको ब्लगमा हजुरहरूलाई हार्दिक स्वागत छ। आजको ब्लगमा हजुरहरूलाई एउटा विशेष कुरा छ। त्यो कुरा के हो भन्दाखेरि मेरो क्यामेराम्यान यता देऊ मलाई टक्क पारेर मोबाइल सोबाइल दिइहाल। अब चाहिँ हेलो आजको के हो भन्दाखेरिमा यो मेरो ब्लगको मुख्य उद्देश्य भने चाहिँ हजुरहरूलाई एउटा कुराको बारेमा जानकारी दिने हो। त्यो के कुरा हो भन्दाखेरिमा चाहिँ त्यो हजुरलाई थाहा छैन, तर मलाई मात्र थाहा। त्यो कुरा हो जुन माया भेट्न आउलै झम्के सात झम्के रातैमा जाले रुमाल बुनेको छु दिउँला तिम्रै हातैमा है हातैमा। ल त्यही हो गाइजहरू, आजको ब्लगमा चाहिँ हजुरहरूलाई कस्तो लाग्यो भनेर सब्सक्राइब गर्नु होला। होइन अब यता आज हाम्रो घरमा को पाहुना आउनुभएको छ भन्दाखेरिमा चाहिँ हामीहरूको डन दाइ हुनुहुन्छ। हाम्रो डन को हुन्छ भन्दाखेरि दैलेखी डन टक्क पारेर बाँसीको डन हो क्या। यता देखाइदिनु सक्छु कृष्ण डन हुन्छ होइन। अरू भनिदिनुहोस् हालखबर। ठिक छ। अरू दाइ हजुर हजुरको हालखबर भन्नुहोस् न। ठिक छ कि ठिक छ त्यो आज चाहिँ हजुरले यहाँ हेरेर थाहा पाइसक्नु मलाई यो चाहिँ हाम्रो साथी हो कृष्ण। आज चाहिँ हामीहरूको यहाँ ग्रुप वर्क गर्न आएको। अब इक्जाम पनि आइसक्यो गाइजहरू, त्यही भएर अब रट्टा त लाउनु पर्यो। तर इक्जामको तयारी भनेर कोही अब मान्छेहरू हल्का आत्तिनु होला। होइन इक्जामको तयारी यो हामीहरूको चाहिँ के अरे सामुदायिक कार्य यो सरले दिए हो नि। यो अस्तिदेखि अब भोलि लास्ट डेट हो भनेर सरले भने नि, त्यही भएर यसलाई मैले बोला हो। अब त्यो हल्का सहयोग हुन्छ कि भनेर गाइजहरू, त्यही हो। अब के भनौँ भन् त अरू दादा भन्नुहोस् न। लाइक सब्सक्राइब सेयर त्यो त भइहाल्छ। अनि हाम्रो क्रिस दादालाई लाइक सब्सक्राइब कमेन्ट सेयर लाइक गरिदिनु होला, सब गरिदिनु होला अनि सबै ठोकिदिनु होला। देख्नु हाम्रो कृष्ण अब डन दाइले भने भन्नु पर्यो, नत्र फेरि चड्कन लाउन आउँछु म चड्कन। अब एकछिन म टक्क पारेर यहाँ लेखा जस्तो गर्छु, त्यहाँबाट उता म उताको अब आज बाहिरको हालखबर पनि हजुरहरूले देखाइदिन्छु। यस्तै छ आज बाहिरको हालखबर चाहिँ यस्तो हो हाम्रो। यो तलको यो सनराइज स्कुल अँध्यारो ठोड जस्तो देखिया, तर यो स्कुलै हो सनराइज। उता चाहिँ हामीहरूको टक्क पारेर हाम्रो गाउँ भइहाल्यो। त्यो यो गाउँ त होइन, यो खरी गएर भयो। त्योभन्दा उता त्योभन्दा माथिको डाँडाभन्दा तल हाम्रो गाउँ रानीमन हो। त्यो रानीमन भन्ने गाउँ हाम्रो। त्यो गाउँमा धेरै युट्युबरहरूको जन्म भइसकेको छ। त्यो तीमध्येमा म पनि एउटा युट्युबर। मैले युट्युब च्यानल खोलेको कति नै भयो र भर्खर कति अरे 12 दिन भयो। 12 दिनमा मेरो 36वटा सब्सक्राइबर छ गाइजहरू। भने चाहिँ अब आफै बुझ्नु न मसँग कस्तो सब्सक्राइब अट्र्याक्ट गर्न सक्ने क्षमता छ भन्ने कुरा हजुरहरूले टक्क सब्सक्राइबर हेरेर पनि थाहा पाइसक्नुभयो होला। तर हजुरहरूले गर्दा नै मेरो 36वटा सब्सक्राइबर भएको हो। यति भन्दैन है खै दाइ। अब फेरि लेखिदिनुहोस् त हजुर, टक्क हजुरको अब ह्यान्डराइटिङ देखाइदिनु पर्यो। हेर्नुहोस् गाइजहरू यहाँ हाम्रो देखेन कि हेर्नुहोस् गाइजहरू हामीहरूकोमा कृष्ण दाइको के हो के ल यो हाम्रो कृष्ण दाइको ह्यान्डराइटिङ हो है। यस्तो दामी लेख्नुहुन्छ। अब यो हाम्रो पहिला भक्त सरले दिएको प्रोजेक्ट वर्क थियो, त्यो वर्कमा अब साइन हानिदिएछन् सरले, त्यही भएर अब मैले टक्क पारेर नयाँ जुगाड लगाइदिएँ। हेर्नुहोस् यो चाहिँ हामीहरूको जुगाड हो है, जुगाड। अहिले चाहिँ हामीहरूको टक्क पारेर एनपिएल चलिरहेको छ। एनपिएल लिग चलिरहेको छ। एनपिएलको फुल फर्म थाहा छैन भने हजुरहरूले कमेन्ट गर्नु होला, म भनिदिन्छु। हजुरहरूलाई अहिले थाहा पाउने मन छ भने नेपाल प्रिमियर लिग हो है एनपिएल। तर एनपिएल भयो भने मैले हजुरहरूलाई के भनेको छ भनेर
जहिले पनि मेसीलाई सपोर्ट गर्नुपर्छ। एनपिएलमा पनि मेसीलाई सपोर्ट गर्ने, भिपिएल भने के हो भन्ने थाहा पाउनु होला। तर भिपिएल भनेको चाहिँ भलिबल प्रिमियर लिग। भिपिएल अब यहाँ एमपिएल चलिरह, मेयर कप चलिरह त दैलेखमा। अब भोलि कहिलेदेखि चल्छ, जहिलेदेखि चले पनि अब त्यहाँ जाने भनेको छ। अब अरू छट्टु हुन्, अब हामीहरू जस्तो अब सोझा मान्छेहरू त जान्नौँ। अब हाम्रो यहाँ डन दाइ चाहिँ नगएर त यात्तरीहरू चाहिँ कालो देख्यो कि ल हाम्रो डन दाइ त अब नगएर छाड्नुहुन्न, यो कुरा त मलाई थाहा। नहाँस्नु न यार दाइ यार। ल टक्क त्यो डेगेन्द्रले टक्क आएर गाली दिनुहोस्। त डेगेन्द्र नै के अरे त्यो सिरक्सलाई ठ्याक्क गाली दिनुहोस्। सम्राट 1v1 खेलेका सम्राट त्यो सम्राटले त 7-0 खाइहाल्छ। अब हाम्रो कृष्णले पनि भन्छ क्या, अब सम्राटले 7-0 त्यो अब डेगेन्द्रले त अब यसलाई हालिदिन्छ। तर मसँग चाहिँ कस्तो भागेको, तर खेल्न पर्ने छ एक दिन डेगेन्द्रसँग। डेगेन्द्र पछि अब अरू कोसँग खेल्नु पर्ने छ भन्नुहोस् त दाइ। यु एन्ड मी 1v1। तँलाई त मैले हान्छ क्या बछेर्दै ल है त। ल 1v1 को भेट्यो पनि आउँछ, त्यो पनि हजुरहरूले हेर्न नछुटाउनु होला। अब यति भन्दै म आजको भ्लगलाई म यही अन्त्य गर्ने पक्षमा छैन। अझै म हजुरहरूलाई के देखाउँदैछु भन्दाखेरिमा चाहिँ मेरो आजको कमाइ कति भए भन्ने के अरे मेरो आजको त्यो के देखाम भन्ने भयो। मेरो हजुरहरूलाई म आज कार कलेक्सन देखाइदिन्छु भनेर भन्न हुन्थ्यो, तर कार भएको देखाउने। म हजुरहरूलाई आज मेरो सुज पनि त्यस्ता गतिला छैनन्, देखाइनन्। के कलेक्सन देखाइदिउँ भन्नुहोस् त दाइ। अब यति भन्दा कति मिनट गयो हेर्न, 7। अब 10 मिनट पुरानो। अब यति भन्दै म मेरो ब्लगले यही अन्त्य गर्दैन अझै। ल है त गाउँ खाने प्रश्न है त। ल छालाको बन्दुक हावाको गोली, भुइँमा ताक्दा नाकमा पोली, क्या हो? गाउँदै ल भन् त भन्। के हो अरे? ल है त, छालाको बन्दुक हावाको गोली, भुइँमा ताक्दा नाकमा पोली, क्या हो? के हो? लाज मान्नु पर्यो भाजेको हो। गाइजहरू हाम्रो कृष्ण दाइले अब सही उत्तर दिइसक्नु भएको छ र हजुरहरूलाई पनि म यो नवरत्न तेल लाउनको लागि अनुरोध गर्दछु कि मैले यो तेलको प्रमोसन गरिदिएको छु। यो तेल त्यही भएर मलाई एउटा तेल फ्रीमा आएको हो। यो नवरत्न तेल लाउँ, कपाल बढाउँ। अब भन्नुहोस् न यार दाइ यार, एउटा भन्नु। कोट्टो ताउलाको भात मिठो। के हो? कोट्टो ताउलाको भात मिठो। यो एकदम गम्भीर विषय रहेको छ। यसलाई लगेर म पछि अनुसन्धान पनि गर्नेछु। तर उखहरू देख्नुभयो गाइजहरू, यस्तो सजिलो। अब म भन्छु तँलाई, लेखबाट बाख्रा आयो लप्पा लप्पा खान, मुखबाट बाख्रा खुकुर आयो। एकछिन यहाँ भलक चलिरहेको कि। ल लेखबाट बाख्रा आयो लप्पा लप्पा खान, मुखबाट बाख्रा आयो खुरपैला, क्या हो? बनाना हो है गाइजहरू, बनाना। केरा। यो क्वेसन सबभन्दा बनाउने भने ड्याडीले हो। ड्याडीले बनाउनु भयो। तैँले पनि मैबाट सुन्यो होला चाहिँ। अब हामीहरू दुईटामा कसकै पनि पोइन्ट आयो। अब म एउटा यसले भन्छु, अब यसले यसको मिलाउनु सकेन भने चाहिँ मैले जित्छु। यो फाइनल क्वेसन हो है गाइजहरू। हुन त हो, छँदा पनि छ, खोजेर पाइँदैन, पाइए पनि चाहिँदैन। त्यो थाहा छैन। ल पास भन्। गाउँदै
खाने हो नि त मलाई नै खानु मन दिन्न। बुढी जुगे डाँडो पनि जुगे पानी अरे ल बुढी डाँडो पनि नदे टक्क पारेर मलाई ल अब गाई जुगे पनि गाउँ। ल है त मैले यसलाई क्वेसन के सोधेँ भन्दाखेरिमा चाहिँ लेखबाट नै के अरे हुन त हो छँदा पनि छ खोजेर पाइँदैन पाइए पनि चाहिँदैन के हो भनेर भन्दाखेरिमा चाहिँ यसले जुगे पनि भने नै के अरे के भन्दाखेरि यसले पास भन्यो पास भनेर यसले मलाई गाउँ दिँदाखेरि यसले मलाई जुगे पनि दियो मलाई यो मन्जुर छैन छ न मैले जे जे तिलाउनु पर्छ नै अर्को नै हो दाइ दाइ ल अर्को ल तैँले धेरै गरिस् म तँलाई केटिएम दियो ल काठमाडौँ ल तेरो काठको काठमाडौँ मेरो सुनको काठमाडौँ तेरो गुको काठमाडौँ मेरो चाँदीको काठमाडौँ तेरो रक्सीको काठमाडौँ मेरो वाइनको काठमाडौँ तेरो सिमेन्टको काठमाडौँ मेरो टाइलको काठमाडौँ तेरो काठमाडौँको घरको हजार ल तेरो काठमाडौँको घरको टोइलेट टिनको मेरो काठमाडौँको घरको टोइलेट पुरा टाइल लगाएको टक्क पारेर ढङ्ग पनि मजा पनि आतन पातन के त्यसको उत्तर रहेको छ भूकम्प ल गाइजहरू मैले आजको यस गाउँखाने प्रश्न मैले जितिसकेको छु यति भन्दै म आजको ब्लगलाई यही अन्त्य गर्न चाहन्छु हस्त धन्यवाद।